नमस्ते छ्याजलो आज हामी सङ्घ सभा तम समाज काठमाडौँको कार्य समितिको टिमको रोवरमा बनेको एउटा आर्थिक समिति हाम्रो समाज घर बनाउने एउटा आर्थिक समिति हामीले गठन गरेको थियौँ र उक्त हाम्रो समाज घर बनाउने समितिको संयोजक श्री सी नारायण कुमार गुरुङज्यूको संयोजकत्वमा आज हामी हाम्रो आदरणीय समाजसेवी व्यक्तित्व र हाम्रो दिदी चाहिँ एउटा समितिभित्रैको दिदी हुनुहुन्छ कृष्णमाया गुरुङ दिदी र गङ्गाराम गुरुङ दाई। उहाँहरू चाहिँ धर्मदेवी नगरपालिका वार्ड नम्बर 7 मा हामीले स्थायी बसोबास भई हाल काठमाडौँ महानगर कामना पाएँ होइन काठमाडौँ महानगरपालिका वार्ड नम्बर 7 सिफल स्थित उहाँका आफ्नै निजी निवास आफ्नै घरमा हामी आइपुगेका छौँ र आज हामी यो समाज घरकै अभियान अन्तर्गत आज हामी अब दोस्रो चरण तेस्रो चरण भन्दा पनि धेरै चरणहरू हामीले पार गरिसकेपछि हामी लगभग 1 वर्ष क्रस गरिसक्यौँ। हामीले यो समाज घरको अभियान दौडिँदै गर्दाखेरि हामीले पहिलो स्टेजमा हामीले पत्र वितरणको कार्यक्रम गरिसक्यौँ र केही पत्र वितरणमा छुटपुटहरू पनि छ। त्यो बाँकी छुटपुटहरूलाई हामीले फेरि कन्टिन्यू जोड्दै जानेछौँ र यसरी जोड्दै जाने क्रममा चाहिँ अहिले हामी दोस्रो स्टेपमा चाहिँ हामी पत्र वितरण गरिसकेको घरहरूमा चाहिँ हामीले नगद बोल्ने र लिने क्रममा हामी छौँ र यसै अन्तर्गत हामी आज गङ्गाराम गुरुङज्यू र कृष्णकुमारी गुरुङज्यूको घरमा पनि हामी पहिलोचोटि हामीले पत्र वितरण गरिसकेका छौँ र उहाँलाई जानकारी गराइसकेका छौँ र जानकारी गराइसके पश्चात उहाँहरूको समन्वयबाट सकारात्मक एकदमै हाम्रो एउटा यो टिमलाई चाहिँ एउटा ऊर्जावान एउटा साथ सपोर्ट सहयोग दिलखुले दिनुभएको छ। उहाँहरूलाई एकदमै धन्यवाद सहित हामी एकचोटि उहाँको लागि भने उहाँहरूले हाम्रो समाज घर त्यो तपाईँ हाम्रो सबैको साझा सहर हो। हाम्रो घर आफ्नो व्यक्तिगत घर त आफ्नो सबैको छँदैछ, कसैको छ कसैको छैन, नहुनेले पनि त्यही घरलाई हाम्रो घर भन्न मिल्छ। त्यसले त संयुक्त रूपमा हाम्रो घर को लागि चाहिँ हामीले यो अभियान चलाएका थियौँ। काठमाडौँमा जति पनि हाम्रो सङ्घसभा जिल्लाभरि एउटा भूगोलले छेकेर त्योभित्र बसोबास गर्ने हाम्रो जति पनि गुरुङ समुदाय हुनुहुन्छ उहाँहरूको हितको लागि उहाँहरूको एउटा एक गोलबन्द गर्ने उद्देश्यको लागि हामी हरेक संस्कार संस्कृति सबै कुराको लागि चाहिँ हामीले समेटेर एउटा घरमा हामी सबै उभिनुपर्छ भन्ने हाम्रो उद्देश्यको छ। हाम्रो घर बनाउन हामी यो अभियानमा छौँ। यस अन्तर्गत चाहिँ हाम्रो आदरणीय व्यक्ति समाजसेवी सल्लाहकार दाई श्री गङ्गाराम गुरुङज्यू र कृष्णकुमारी गुरुङ दिदीले हाम्रो समाजहरूको लागि रु 5,555,000 रुपियाँ दिनुभएको छ। यसको लागि उहाँलाई एकदमै धन्यवाद दिँदै हामी अब एउटा संस्थाले गरेको कार्यक्रम भएको भएर हामीलाई यति धेरै रकम सहयोग दिँदै गर्दा उहाँहरूलाई पनि हामीले हाम्रो संस्थागत जिम्मेवारी हुन्छ, उहाँलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ, उहाँलाई खाता लगाउनुपर्ने हुन्छ। यति ठुलो रकम सहयोग गर्दै त्यति ठुलो दाताहरूलाई हामीले सम्मानपूर्वक एउटा संस्थाको एउटा सिस्टम भएको भएर मैले उहाँलाई उहाँ दम्पति द्वय दिदी र दाइलाई खाता लगाएर सम्मान गरिदिनुको लागि हाम्रो संस्थाको अध्यक्ष र यो आर्थिक समितिको कोषाध्यक्ष श्री दुर्गीमाया गुरुङज्यूलाई मैले हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तो पनि जुट्यो हामीलाई हाम्रो आदरणीय दिदी र दाइको घरमा आउँदै गर्दा चाहिँ हाम्रो दाइ र दिदीको आफ्नो सहोदर बहिनी र दाइको साथी पनि हामीसँग जोडिएको हुँदाखेरि उहाँलाई पनि हामीले खाता लगाएर सम्मान गरिसक्यौँ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ। उहाँ पनि जोडिनु भएको छ। बिस्तारै एकजना थाम्ने एकजना मिलाउने धन्यवाद। अब हामी उहाँलाई पुनः हामी कन्टिन्यू सम्मानकै कार्यक्रममा उहाँलाई भाङ्रा लगाएर सम्मान गर्नुको लागि मैले दिदी
ठिक छ धन्यवाद अब हामीले यस्तै गरेर हाम्रो आदरणीय दिदी कृष्ण कुमारी गुरुङ दिदीलाई पनि दोस्रो वडा र सम्मान गर्नुको लागि मैले अध्यक्षज्यूलाई नै अनुरोध गर्न चाहन्छु। उहाँलाई एउटा हाम्रो आदरणीय व्यक्तित्व आदरणीय समाजसेवी सल्लाहकार दाई र दिदीलाई हामीले समाज घरको लागि उहाँले ठुलो रकम दिनुपर्छ हामीले उहाँलाई सम्मान गर्ने कार्यक्रम थियो सम्मान गरिसक्यौँ र अब उहाँहरूको लागि उहाँहरूलाई पनि भन्दा पनि उहाँ हाम्रो गङ्गाराम गुरुङ दाईलाई चाहिँ यस संस्थाको बारेमा केही शब्द बाइट राखिदिनु लागि मैले अनुरोध गर्दै धन्यवाद सचिव भीम गुरुङज्यू आदरणीय दिदी दुर्गेमाया गुरुङज्यू पूर्व अध्यक्षज्यू र यहाँ उपस्थित हुनुभएका अन्य साथीहरू आज मैले यो सङ्घसभा समाजघाट निर्माणको लागि भनेर उहाँहरू यहाँ आइपुग्नुभएको मेरो घरमा र मैले उहाँलाई यो आश्वासन दिएको छु जति सक्दो मेरो तन मनले भ्याएसम्म मैले 5,05,50 दिने निर्णय गरेको छु। मेरो र मेरो परिवारको तर्फबाट समाज घर निर्माणको लागि यो पहिले नै गर्नुपर्ने थियो। अझ ढिलो भएर पनि अब त्यो अब कम्प्युटर हुँदैछौँ हामीहरू। अब यसलाई सहयोग पुर्याउनको लागि यो रकम प्रदान गर्छु मैले। यो सही ठाउँमा सही सदुपयोग होस् यो भन्न चाहन्छु, दुरुपयोग नहोस् र अझ यसलाई चाहिँ राम्रो तरिकाले चाहिँ अब कसरी हुन्छ समाज घर निर्माणको लागि सुसम्पन्न गर्ने तरिकाले यसको जिम्मेवारी लामो छ, भन्न सजिलो छ, गर्न गाह्रो छ, दायित्व बढी छ। यसको जिम्मेवारी त्यति सजिलो चाहिँ मैले महसुस गरेको छैन र पनि उहाँहरू चाहिँ जिरो ध्यान दिएर यस समाज घर निर्माणको लागि चाहिँ सुसम्पन्न गर्न तरिकाले अहोरात्र खटेर लागेर पर्नुभएको छ। यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै मेरो विषयलाई अन्त्य गर्छु। एकदमै हामीलाई सकारात्मक सुझाव सहित तपाईँले एउटा हामीलाई एउटा वाचडगको रूपमा एउटा खबरदारीको रूपमा पनि बोल्नु भएको छ। त्यो एकदमै जरुरी हो। त्यो हामीलाई पैसा मात्रै दिएर हुँदैन, पैसा दिने बित्तिकै हामी सही ठाउँमा पुग्छ पुग्दैन भन्ने कुरा पनि कमसेकम लगाम लगाइदिने चाहिँ काम तपाईँहरूको भन्छु म चाहिँ। त्यसले गर्दा तपाईँले हर हमेसा हामीले के काम गर्दैछ, कति पुर्यायो, कस्तो गर्दैछ, कुन स्टेजमा छ भन्ने कुराहरूलाई तपाईँले दायित्व बोध गरिदिनुहोस्। त्यो हामी एकदमै अपेक्षाकृत छौँ त्यसको लागि। त्यही सवालमा हाम्रो आदरणीयलाई एउटा कुरा राखिदिनु भएको छ, कमसेकम त्यो तलमाथि नहोस् भन्ने कुरा भनेको चाहिँ हामीलाई त्यो खबरदारी हो। हामीले बुझ्नुपर्छ त्यो कुरा। त्यसले गर्दा हामी जहिले पनि सजगतामा हिँड्छौँ र हिँड्नुपर्छ। यति भनिदिने मान्छे यसरी पछाडिबाट हामीलाई धकेल्ने र कोट्याउने मान्छे भएन भने हामी बिग्रिन पनि सक्छौँ। त्यसले गर्दा यो एकदमै राम्रो पक्ष छ। धन्यवाद दाइलाई भन्दै मैले अब अन्तमा हाम्रो संयोजक श्री नारायण कुमार गुरुङलाई केही शब्द बाइट्स राख्नु लागि हात जोड्न चाहन्छु। नमस्ते छेजलो यहाँहरूलाई मैले सबभन्दा पहिला चाहिँ हाम्रो टिम लगायत र विशेष गरिकन चाहिँ हाम्रो आज गङ्गाराम हाम्रो र कृष्ण कुमारी गुरुङको चाहिँ निजी निवासमा हामीले आएर यो कार्यक्रम गर्न पाएकोमा सर्वप्रथम त अब विशेष गरिकन यहाँलाई ठुलो मुरी धन्यवाद दिन चाहन्छु। यहाँहरूको जुन चाहिँ हाम्रो लिस्टमा आज 56 नम्बर पुग्नु भएको छ, 5 लाख उपको दिने व्यक्तित्वहरू र हाम्रो समाजघरको जुन चाहिँ हामीले अवधारण लिएको छौँ आजीवन सदस्य पनि हाम्रो 200 नआएको मैले जानकारी गर्न चाहेँ। त्यसले गर्दा बहिनीलाई पनि भेट्न पाएँ भन्दै अब हाम्रो कार्यक्रम यहीँ एन्ड गर्न चाहेँ। धन्यवाद। टिम अवस्थामा छौँ र यस सजिन 29 युट्युब च्यानलको थ्रुबाट देश तथा विदेशबाट हेरिरहनु भएको हाम्रो सङ्घर्षवादी तमु समुदायको दाजुभाइहरूलाई हाम्रो आज आदरणीय व्यक्ति गङ्गाराम गुरुङ दाई र कृष्ण कुमारी गुरुङ दिदीको घरमा छौँ र उहाँहरूको नजिकको आफन्तको वरपरको अग्रज व्यक्तित्वहरूले देश विदेशबाट हेरिरहनु भएको छ भने तपाईँहरूले पनि कमसेकम एटलिस्ट यो दाई र दिदीको एउटा सकारात्मक एउटा स्वरूप उहाँहरूको एउटा सहयोगलाई चाहिँ तपाईँले सकारात्मकताको साथ लिइदिनु होला र तपाईँहरू पनि हामी आउने दिनहरूमा यो समाजघरको अभियानमा जोडिनु हुनेछ भन्ने हामीले आशा गर्दै अब हाम्रो यही चैत्र 23 गते संयुक्त रूपमा सङ्घ समाज काठमाडौँले चाहिँ यही टोखा स्थित बुटखेलमा इन्द्रणी पार्क
भुतखेलमा वनभोज कार्यक्रम हुन गइरहेको छ। तपाईँहरू सम्पूर्णलाई हामी हाम्रो समितिहरूलाई चाहिँ कार्यविभाजन दिएर हामीले हरेक टोलमा टिकट पठाइसकेको छ। तपाईँहरूले टिकट पाउनु भएको छैन भने हामीसँग समन्वय गर्नुहोला र हाम्रो एउटा एक दिने वनभोज कार्यक्रमलाई भव्य र सभ्य तरिकाले मनाउनु लागि तपाईँहरू सम्पूर्णलाई पनि आग्रह अनुरोध गर्न चाहन्छौँ। भन्दै हाम्रो गङ्गाराम दाई र कृष्ण कुमार दिदीलाई पनि हामी अनुरोध गर्छौँ तपाईँहरू पनि जोडिदिनु होला भन्दै आजको कार्यक्रम यहीँ हुन्छ। र हाम्रो जति पनि यहाँ हाम्रो टिममा आइदिनु भएको छ, हाम्रो आमा समूह अध्यक्ष मिरा गुरुङ दिदी र हाम्रो सङ्घ सेवा तमु समाजको सल्लाहकार र काठमाडौँ उपत्यका गुम्बाको भूतपूर्व अध्यक्ष र केन्द्रीय तमु हुलाको केन्द्रीय सदस्य युवराज गुरुङ दाई अनि हाम्रो यो आर्थिक समितिको टिम पनि हुन्छ युवराज दाई, तपाईँ सम्पूर्णलाई हामी मेरो तर्फबाट धन्यवाद दिँदै हामी यो कार्यक्रम गर्छौँ। धन्यवाद।